हेलो गाइज, हाम्रो चाहिँ यहाँ ड्युटी सकिएर अहिले चाहिँ हामी ड्युटीबाट निस्किँदैछौँ। अनि खोइला हरि सर, मेरो चाहिँ साइकलको अगाडिको चक्काको हावा गएर बिजोक भएर हाम्रो एकजना सर चाहिँ यता हुनुहुन्छ। म पछाडि खोजिरहेको थिएँ उहाँलाई होइन, एकदमसँगले। उहाँ चाहिँ तर अगाडि गइसक्नु भएको रहेछ, दुईजना लाउरीहरू। म चाहिँ यता छु। ल यता फेरि बाटै बन्द रहेछ। नेपालमा बिजोग भयो, साइकललाई बाटो छैन भनेपछि अब तिमीले ल्याऊ, तिमीले छिराउनु सक्नु पर्यो। छिरायो एक्सपिरियन्स त रहेछ केटासँग छिराउनु। केटासँग छिराउने एक्सपिरियन्स चाहिँ खतरा रहेछ। त्यति सानोबाट पनि छिरायो। अनि हरि सर, आजको ड्युटी बारे केही दिनुहुन्छ कि? यसो हिंस रुको जरा, सबर करो, आराम। केही छ आज कसरी कट्यो आजको रात हाम्रो? के बोलेको लामो छोटो मिठो चट्टासँगले होइन। चट्टासँग के दिने सोच्दा तिम्रो साइकलले हालत डाउन गरिदियो। मेरो साइकल म पुग्नु पनि आज धेरै टाढो थियो, तर के गर्नु र, हेर्नु न साइकलको चक्का यस्तो भएपछि। यो साथ के भन्छ, साइकलले हामी सङ्गत साथीसँगै जानुपर्छ भन्ने निर्णय गर्यो कि? और अभी तो रुको, क्लाइमैक्स अभी त्यस्तै छ। अब बुझिदिउँ न, कहिले काहीँ त साइकलको पिँडा पनि होइन। कति अब गुडाउँछस् दौडाउँछस् भन्ने मात्रै। मलाई कहिले काहीँ त पनि यसो मन छ, साथीहरूसँग मन छ होइन। भन्ने मन छ। भिडियो क्यामेरामा आउनु मन छ टाइपको। कति तिमीहरू मात्रै आओस्। हरि सर, के तपाईँको मन्तव्य राखिदिनुहुन्थ्यो कि? के छ गन्तव्य टाढै भए पनि मन्तव्य चाहिँ मनबाटै राखिदिने हो होइन। हाय हाय गन्तव्य टाढै भए पनि त्यो चाहिँ मनबाटै राखिदिने हो होइन। हमको जिंदा मत छोड़ो सालो, हमको पुग्नेछौँ धेरै टाढा होइन। सबै ड्युटी जवानहरू ड्युटी सकेर टक्कसँगले जवानहरूको टोली। मैले चाहिँ बाहिरबाट ज्याकेट लाएर, नत्र हामी सबैको एउटै हुन्थ्यो यार। ब्याग पनि कालो कालो होइन, अल राउन्डर कालो हुन्थ्यो क्या। साइकल नि कालो। साइकल हल्का ब्लू टाइपको छ। ल अहिलेलाई चाहिँ हामी भिडियो बन्द गर्छौँ होला।